नमस्ते 안녕하세요 म मिलन श्रेष्ठ आज हामी भाग 20 मा इन्टरनेटको स्मार्टफोन यो एकदमै इम्पोर्टेन्ट छ तपाईहरुलाई किनभने यो चलाउनै पर्छ सबै अब हैन अब इन्टरनेट बिना त हाम्रो जिन्दगी सम्भव पनि छैन होला सायद हैन त्यही भएर यो आज चाहिँ हामी इन्टरनेटको स्मार्टफोन अध्ययन गर्न गइरहेका छौं यसमा आज हामी मुना र छङ्बोमा फेदाल एप डेलिभरीको एप नेपालमा पनि धेरै छन् त हैन जस्तो फुटमान्डु हैन यस्ता यस्ता पठाओ है यस्ता यस्ता एपहरु धेरै छन् त्यसकै कुरा गर्नको हानगुगुन उम्सिक फेदाल कोरियामा चाहिँ खानाको डेलिभरीको मुनवागा संस्कृति मे उ फालदालहान एकदमै विकास भएको नारा इम्निदा देश हो छनवाना एबुल मोबाइल फोन वा एपको थोङहाय माध्यमबाट ओनहानन उम्सिगुल चाहेको खानेकुरा ओनहानन छाङसोरो चाहेको ठाउँमा पारुगो छिटो खानफ्यन हागे सजिलोसँग फेदाल सिकिल्सु इस्मिदा डेलिभरी अर्डर गर्न सकिन्छ थुकी विशेष गरेर छेगुन एनन हालसालमा चाहिँ फेदाल एप डेलिभरीको एपको तुङजाङ उरो विकासले गर्दा उम्सिगुल फेदाल सिक्किनन खानेकुराहरू डेलिभरी गर्ने गसी कुरा चाहिँ थौ फेल्ली हेजुस्मिदा भनेको अझै सजिलो भयो फेदाल एबुल इयोङ हाम्यन डेलिभरी एप प्रयोग गर्यो भने सिक्ताङ्वा मेनु ए देहान रेस्टुरेन्ट र मेनुको बारेमा छङबोरल जानकारीहरू सोनस्विपके सजिलैसँग अदुल्सु इस्मिदा प्राप्त गर्न सकिन्छ सायोङजा दुरुन प्रयोगकर्ताहरूले चाहिँ फेदाल एबुल थोङे डेलिभरी एपको माध्यमबाट हानसिक कोरियन खाना चुङसिक चाइनिज खाना याङसिक पश्चिमेली खाना बुनसिक पिठोबाट बनेका खानाहरू दुङ लगायत यर छोङन्युए विभिन्न प्रकारको उम्सिक जुङ खानेकुराहरू मध्ये छासिनी ओनानन आफूले चाहेको उम्सिगल खानेकुरालाई सन्थे खाय छानेर फेदाल सिकिल्सु इस्मिदा डेलिभरी अर्डर गर्न सकिन्छ चुमुन हाल्तेनन अर्डर गर्ने बेलामा चाहिँ थारुन सायोङजादरी अन्य प्रयोगकर्ताहरूले नामगिन छोडेको फ्यङचम भनेको के हो त रेटिङ है रेटिङ र रिभ्यू भनेको समीक्षा भनेको गुगल रिभ्यू हैन यस्तो गुगल रेटिङ भन्छ त्यही कुरा गरेको छामगो हाय हेरेर छासिन एगे मान्नन आफूलाई मिल्ने मेन्युरल खोरुल सुदो इस्मिदा मेन्युलाई छान्न पनि सकिन्छ फेदाल एबुन डेलिभरीको एप चाहिँ ह्यङगुम नगद सिन्योङ खाद्य क्रेडिट कार्ड खानफ्यन ख्याल्चे सजिलै खालका के हो त भुक्तानीहरू हिउदे फोन ख्याल्चे दुङ मोबाइल फोनबाट के हो त भुक्तानी लगायत थायाङहान ख्याल्चे सुदाङल विभिन्न प्रकारका भुक्तानीका साधनहरू छिवोन हागिते मुने सपोर्ट गर्ने भएको कारणले सायोङजा दुरी प्रयोगकर्ताहरूले फ्यल्ली हागे सजिलोसँग ख्याल्चे हाल्सु इस्मिदा भुक्तानी गर्न सकिन्छ खेदागा साथै छौं इयोङजादुर एगे पहिलो पटक प्रयोगकर्ताहरूलाई हारिन हेजुगना डिस्काउन्ट गर्ने वा कुपनल चुनन दुङ कुपन दिने लगायत थायाङहान हेतेगल विभिन्न प्रकारका हेतेक भनेको फाइदाहरू छेगोङ हागी तो हाम्निदा उपलब्ध गराउने पनि गरिन्छ तोहान अर्को कुरा चुमुनहान उम्सिगी अर्डर गरेको खानेकुरा ह्यन्जे छोरी चुङिन्जी अहिले पकाइरहेको छ कि फेदाल चुङिन्जी र डेलिभरी गरिरहेको छ भनेर सिलसिगान उरो भनेको तुरुन्तै वागिन हाल्सु तो इस्मिदा निश्चित गर्न पनि सकिन्छ इराहान फ्यल्लिहाम तेमुने यस्तो सजिलो कारणले हानगुक सारामदुरन कोरियन मान्छेहरूले चाहिँ फेदाल एबुल मानी सायोङ हाम्निदा डेलिभरीको एपहरू धेरै प्रयोग गर्दछन् हजुर यति भन्दै आज हामी एउटा खोङदुङ थापी मुनजिरा है आजको एक शब्दमा आज हाम्रो के छ त खोङदुङ थापी मुनजिरा रे यदि तपाईले आफ्नो सबै प्रयास र इमानदारी कुनै कुरामा लगाउनु भयो भने परिणाम व्यर्थ हुने छैन भनेको छ क्या पछि तपाईले कोरियन भाषा पढिरहनु भएको छ हैन अब कोरियन भाषा पढ्दा पढ्दै कहिले जापानिज पढ्ने कहिले चाइनिज पढ्ने कहिले इंग्लिश पढ्ने त्यस्तो नगर्नुस् भनेको के आफ्नो मेहनत चाहिँ जहिले पनि के हो त प्रयास इमानदारीता जुन छ त्यसलाई जहिले पनि एकै ठाउँमा हाल्नुस् त्यो गर्नु भने तपाई एकदमै वृद्धि हुन सक्नुहुन्छ धेरै ठाउँमा नगर्दिनुस् भनेको हैन त्यसले प्रयास गर्नुस् तपाईलाई राम्रो हुन्छ एउटा गर्दाखेरि त्यसलाई एउटालाई पूरा गरेर गर्नुस् एकदमै राम्रो हुन्छ भन्दै आजको यो भाग यही टुङ्ग्याउँछु फेरि अर्को भाग लिएर आउने नै छौं धन्यवाद